साँझतिर यो चाहिँ पुरा सुर्ती मिच्दै आयो होइन गफ गर्नुको लागि के गफ मजाले बनाउँला मिनी ब्लग डे 28 आज थर्सडे A few moments later. खोल्ने बित्तिकै बिहान एउटा अङ्कल चाहिँ पुरा डकुमेन्टको फोटोकपी गर्न आउनुभयो मैले फोटोकपी गरेर दिएँ अनि त्यसपछि यो बाजेको चाहिँ पहिले खिचेको फोटो हो होइन पहिले खिचेको फोटो मैले निकालिदिएँ अनि उहाँ चाहिँ यो फोटो चाहिँ उहाँको बाबाको फोटो हो त्यसपछि तीनजना बहिनी आउनुभयो तीनजना बहिनीको चाहिँ तीनैवटाको एडमिसन कार्डको मैले ल्यामिनेसन गरिदिएँ ल्यामिनेसन गर्नको लागि एकदम मिलाएर गर्नुपर्छ होइन सेफ्टी सहित अनि त्यसपछि एउटा अङ्कल आउनुभयो यो अङ्कल चाहिँ 3-4 दिन थाइरहनु भएको छ यो अङ्कलको घर चाहिँ यो रुख पछाडि नै हो अनि त्यसपछि दुईजना चाहिँ पहिले चाहिँ फोटोकपी चाहिँ नराम्रो गर्दै रहेछन् मेरोमा चाहिँ राम्रो निकालिन्छ भने थाहा पाएर यहाँ फोटोकपी गर्न आयो अनि त्यसपछि यो भाइहरूको फोटो कपी अनि प्लस कम्प्युटरबाट निकाल्थेँ मैले निकालेर सबै दिइहालेँ त्यसपछि यो अङ्कलको पनि 3-4वटै थियो फोटोकपी पनि मैले गरेर दिइहालेँ अनि साँझतिर चाहिँ पानी पर्ला जस्तो गरेको थियो होइन नभन्दै पानी एकदम ठुलो परिहाल्यो दिउँसोदेखि नै पुरा रातिसम्म नै पानी पऱ्यो अनि साँझतिर चाहिँ यो अङ्कल किन आएको भन्दाखेरि दाइ हजुरले दोकान बेच्नु लाग्यो अरे होइन भनेर भने त्यसपछि कहिले बेच्नुहुन्छ भनेर खै थाहा छैन मान्छे आएपछि म बेचिदिइहाल्छु भने थिएँ अनि त्यही गफ गर्ने आयो त अनि सुर्ती खस्यो त सुर्ती आफै सफा गऱ्यो अनि साँझतिर चाहिँ यो भाइ चाहिँ होइन फोटोकपी गर्न आयो आफ्नो बहिनीको लागि भाइ चाहिँ खतरा पिएचडीको फ्यान रहेछ यदि हजुरको नजरमा कोही दोकान किन्ने मान्छे छ भने सम्पर्क गरिदिनु होला होइन यहाँ चाहिँ वडाको नजिक नवीन स्कुलको नजिक एक अनि दुईवटा कलेजको नजिकै छ अनि यहाँ चाहिँ अब गिफ्ट आइटम अनि स्टेसनरी आइटमहरू पनि चल्छ हस् त भोलि भेटौँला